अब यहाँ हेर्नु साथीहरू आर वाई बी तीनवटा फेज र एउटा न्युट्रल छ मेन। अब यो तीनटा फेज मध्ये हामीले एउटा फेजलाई यो कन्ट्रोल सर्किटको लागि लिन्छौँ। ल्याइयो उक्त फेज तार एसपिएमसीबी को एउटा पोइन्टमा गयो, अर्को पोइन्टबाट उक्त फेज निस्किएर ओएलआर ओभरलोड रिलेको 95 यानी कि एनसी पोइन्टमा आयो, अनि 96 बाट आउट भएर अफ पुश बटनको पोइन्टमा आयो। जहिले पनि अफको लागि रातो रङको पुश बटन प्रयोग गर्नु होला। अनि अफ पुश बटनको अर्को पोइन्टबाट हामीले लाइन झिकेर फरवर्ड पुश बटनको चाहिँ पोइन्टमा आयो। हामीले एफ ओन भनेको फरवर्ड ओन भन्न खोजेको हो, बुझ्नु होला, ताकि यो थिचेपछि मोटर फरवर्डमा घुम्छ भन्न खोजे। अनि त्यही फरवर्ड पुश बटनको एनो पोइन्टबाट लाइन त्यहीबाट निकालेर फेरि कन्ट्याक्टर 1 को एनो पोइन्टको टर्मिनलमा गयो। अनि त्यहीबाट फेरि तार झिकेर अर्को रिभर्स पुश बटनको एनो पोइन्टमा आयो। अनि फेरि रिभर्स पुश बटनको त्यही पोइन्टबाट तार झिकेर कन्ट्याक्टर 2 को एनो पोइन्टमा लगेर जोडियो, किनभने यो जुन 1 र 2 को एनो पोइन्ट हामीले होल्डिङको लागि प्रयोग गरेका छौँ। अनि त्यसै गरी अब फेरि यता आउँ। अब बाँकी रहेको फरवर्ड पुश बटनको एनो पोइन्टको बाँकी टर्मिनलबाट दुईवटा तार निस्क्यो, 1 2। एउटा चाहिँ कन्ट्याक्टर 2 को एनसी पोइन्ट हुँदै कन्ट्याक्टर 1 को A1 मा आएको छ। हेर्न सक्नुहुन्छ। यो कन्ट्याक्टर 2 को एनसी पोइन्ट किन राखेको भन्दा इन्टरलकको लागि है, किनकि कन्ट्याक्टर 1 चलेको बेलामा 2 नचलोस् भन्नको लागि। अनि यो अर्को जुन यो कन्डक्टर छ, यो अर्को कन्डक्टर चाहिँ कन्ट्याक्टर 1 को बाँकी रहेको एनो पोइन्टमा गएर जोडियो। यसरी यो फरवर्ड साइडको काम भयो। अनि त्यसै गरी तपाईँले यहाँ हेर्न सक्नुहुन्छ रिभर्स पुश बटनको एनो पोइन्टबाट पनि बाँकी रहेको एनो पोइन्टबाट दुईवटा तार निस्क्यो। एउटा सिधै तल अघि उता फरवर्डमा जस्तो कन्ट्याक्टर 2 को कन्ट्याक्टर 1 को एनसीमा आयो, र कन्ट्याक्टर 2 को 1 को एनसीबाट झिकेर फेरि यो कन्ट्याक्टर 2 को केमा गयो, A1 मा गयो है। यो पनि कन्ट्याक्टर 2 को A1 पोइन्ट हो। ल हेर्नुहोस्, अब के गरेको छ भन्दा कन्ट्याक्टर 1 मा चाहिँ कन्ट्याक्टर 2 को एनसी प्रयोग गरेको छ भने कन्ट्याक्टर 2 मा चाहिँ कन्ट्याक्टर 1 को एनसी पोइन्ट युज गरिएको छ। मैले अघि नै भनिसकेँ, ताकि 1 चल्दा 2 नचलोस्, 2 चल्दाखेरि 1 नचलोस् भन्नको लागि कन्ट्याक्टरलाई इन्टरलक गरेको यो। अनि यो एनो पोइन्ट फेरि K1 र K2 को एनो पोइन्ट किन प्रयोग गरिएको भन्दा कन्ट्याक्टरलाई होल्डिङमा चलाइराख्नको लागि है त हो। यो अब चाहिँ यति गरिसकेपछि हाम्रो कन्ट्रोल सर्किट कम्प्लिट भयो। अब कन्ट्याक्टरको बाँकी पोइन्टमा हामीले A2 पोइन्टमा हामीले के जोड्नु पर्यो, न्युट्रल जोड्नु पर्यो, कन्ट्याक्टर 1 मा पनि कन्ट्याक्टर 2 मा पनि। यसरी अब हेर्न सक्नुहुन्छ कन्ट्याक्टर A1 को A2 र कन्ट्याक्टर 2 को A2 मा चाहिँ हामीले यसरी न्युट्रल तार जोडेर यो कन्ट्रोल सर्किट हामीले कम्प्लिट बनाउन सकिन्छ। यति गरिसकेपछि साथीहरू के हुन्छ त अब भन्दा हामीले जब यो पुश बटनलाई थिच्छौँ, यो एसपिएमसी पहिला अन गरिसकेपछि हाम्रो लाइन सर यहाँ आएर बसेको हुन्छ। हामीले जब यो फरवर्ड पुश बटनलाई धकेल्छौँ, धकेलेपछि लाइन हाम्रो यसरी गएर कन्ट्याक्टर 1 चल्छ। 1 चलेपछि यो पोइन्ट के हुन्छ, होल्ड हुन्छ। अनि यो क्लोज हुन्छ। क्लोज भइसकेपछि अब यो यताबाट लाइन यसरी आएर कन्ट्याक्टर 1 चलिरहेको छ। कन्ट्याक्टर 1 चलेको बेलामा यो पोइन्ट यो एनसी पोइन्ट के भइदिन्छ, एनो भइदिन्छ, ताकि यो चल्न पाउँदैन 2। अनि जब हामीले अफ गर्छौँ अनि फेरि रिभर्स पुश बटनलाई धकल्छौँ, यो पोइन्ट क्लोज हुन्छ। अनि यसरी लाइन गएर कन्ट्याक्टर 2 चल्छ। कन्ट्याक्टर 2 चल्दाखेरि यो पोइन्ट एनो भइदिन्छ, ताकि 1 चल्न पाउँदैन, र यो पोइन्ट होल्डिङ भइसकेपछि निरन्तर रूपमा 2 चलिरहेको हुन्छ। यो थियो हाम्रो फरवर्ड रिभर्स स्टार्टरको कन्ट्रोल सर्किट डायग्राम। अब साथीहरू पावर सर्किटलाई हेरौँ है त। ओके साथीहरू, अब चाहिँ हामीले 3 फेज इन्डक्सन मोटरलाई फरवर्ड रिभर्स गराउने जुन ड्रइङ सिक्दैछौँ। अब यो चाहिँ पावर सर्किट डायग्राम है। कन्ट्रोल हेरिसक्नुभयो। अब यहाँ हेर्न सक्नुहुन्छ तीनवटा आर वाई बी फेज रहेको छ। यो तीनवटा फेजको लागि हामीले यहाँ एउटा टिपिएमसिबी राखेका छौँ, ट्रिपल एमसिबी। अनि यहाँ कन्ट्याक्टर 1 को पावर पोइन्ट रहेको छ, यहाँ कन्ट्याक्टर 2 को पावर पोइन्ट रहेको छ। अनि यहाँ ओभरलोड रिले अनि एउटा मोटर छ। अब हामीले यही मोटरलाई एकचोटि सुल्टो दिशामा घुम्ने बनाउनु छ, एकचोटि उल्टो दिशामा घुमाउनु पर्ने छ। एकदम सिम्पल ड्रइङ साथीहरू। ल हेरौँ। अब यहाँ हेर्न सक्नुहुन्छ कन्ट्याक्टर 1 को जुन पावर पोइन्टमा यसरी आर वाई बी आएको छ, र त्यही आर वाई बी फेरि यता कन्ट्याक्टर 2 मा पनि यसरी पावर पोइन्टमा गएको छ। अब यहाँ हेर्न सक्नुहुन्छ साथी, हामीले
सुल्टो दिशामा घुमिरहेको मोटरलाई उल्टो दिशामा बनाउनको लागि के गर्नुपर्छ भन्दा पहिला हामीले जान्नुपर्ने के छ भन्दा मोटरमा जाने जुन मोटरको सप्लाई पोइन्ट टर्मिनलमा जाने जुन आरवाइबी फेज छ जुन यो आरवाइबी हामीले मोटरको टर्मिनललाई U1 V1 W1 जस्ता नामले पनि देखाउन सकिन्छ हो। जुन U1 V1 W1 मा जाने जुन आरवाइबी फेज छ यो आरवाइबी फेज मध्ये कुनै पनि दुईवटा फेजको पोलारिटी हामीले एकअर्कामा चेन्ज गरेर एउटा फेजलाई कन्स्ट्यान्ट राखिदिने हो भने फरवर्ड डाइरेक्सनमा घुमेको मोटर रिभर्स डाइरेक्सनमा घुम्छ है। मोटरमा दिने तीनटा सप्लाई मध्ये एउटा सप्लाई टर्मिनल एउटै सप्लाईलाई चाहिँ कन्स्ट्यान्ट राखिदिने, दुईटा टर्मिनल पोइन्ट सप्लाईको टर्मिनल पोइन्ट एक्सचेन्ज गरिदिने हो भने उल्टो घुम्छ भन्नु खोजेँ। अब यहाँ हेर्नुहोस्, जब हामीले कन्ट्याक्टर 1 अथवा फरवर्ड पुस बटन थिच्दाखेरि के हुन्छ भन्दा ठ्याक्क आरवाइबी यसरी गएर मोटर फरवर्डमा घुम्छ। अब रिभर्स हामीले जब अफ गरेर रिभर्स पुस बटन सञ्चालनमा ल्याउँछौँ त्यो समयमा हाम्रो के हुन्छ त भन्दा यो कन्ट्याक्टर 2 को पावर पोइन्ट ठ्याक्कै यस्तो भइदिन्छ, क्लोज भइदिन्छ अनि अब आरवाइबी यसरी गएर चाहिँ मोटर चल्छ। अब फरवर्डमा चल्दाखेरि के हुन्छ आरवाइबी पाउँछ। अब रिभर्समा चल्दाखेरि के हुन्छ भन्दा हेर्नुहोस्, अघि यो टर्मिनल पोइन्टले यानि कि हामीले U1 मान्न सक्छौँ मोटरको, यो चाहिँ V1 र यो चाहिँ W1 मान्न सक्छौँ। हेर्नुहोस् है, अघि U1 ले फरवर्डमा चल्दा R पाएको थियो अनि V1 ले Y पाएको थियो र W1 ले के पाउँथ्यो B पाउँथ्यो भने अब हाम्रो यो जुन रिभर्स कन्ट्याक्टर क्लोज हुँदाखेरि के हुन्छ त भन्दा ल हेर्नुहोस्, यसरी यो R फेज कहाँ गइदिन्छ, ठ्याक्क W1 मा जान्छ। ल हेर्नुहोस् है, अनि Y फेरि कहाँ जान्छ, मोटरको V1 मा जान्छ र B फेज चाहिँ कुन टर्मिनल पोइन्टमा जान्छ, U1 मा गएर चल्दिन्छ ठ्याक्कै। ल हेर्नुहोस्, अघि मैले भने नि मोटरलाई रिभर्स गर्नको लागि दुईटा फेज एक्सचेन्ज गरिदिने, एउटा फेज कन्स्ट्यान्ट राख्ने। ल हेर्नुहोस्, यहाँ हेर्नुहोस् त Y फेज कन्स्ट्यान्टै छ, R र B लाई हामीले के गरेका छौँ, एक्सचेन्ज गरिदिएका छौँ। ल हेर्नुहोस्, अब फरवर्डमा चल्दाखेरि U1 V1 W1 मा आरवाइबी क्रमशः पाउँथ्यो। अब यो कन्ट्याक्टर 1 बन्द भएर हामीले कन्ट्याक्टर रिभर्स कन्ट्याक्टर चलाउँदाखेरि के भइदिन्छ भन्दै ठ्याक्कै W1 ले R पाउँछ, ताकि फरवर्डमा चल्दाखेरि U1 ले पाउँथ्यो भने अब रिभर्समा चल्दा R फेज कौनले पाउँछ, W1 ले पाउँछ है। अनि Y फेज कौनले पाउँछ, V1 ले। यो V1 ले चाहिँ फरवर्डमा चल्दा पनि Y पाउँछ, रिभर्स कन्ट्याक्टर चलाउँदाखेरि पनि Y नै पाउँछ, एउटा कन्स्ट्यान्ट भयो। अनि यो B फेज चाहिँ ल हेर्नुहोस्, यो B फेज हामीले चाहिँ फरवर्ड डाइरेक्सनमा चलाउँदाखेरि W1 ले B पाउँथ्यो भने अब रिभर्स चलाउँदाखेरि के हो, रिभर्स कन्ट्याक्टर चल्दा के हुने भयो, B फेज कसले पाउने भयो भन्दै U1 ले पाउने भयो। यसरी फरवर्ड रिभर्समा हामीले के गर्नु पर्यो भन्दा दुईटा फेज मोटरमा जाने सप्लाईका दुईटा फेजको एकाअर्कामा चेन्ज गरिदिने र एउटा फेज कन्स्ट्यान्ट राख्ने। पक्कै पनि बुझ्नुभयो होला साथीहरू, यो रहेको थियो फरवर्ड रिभर्स मोटर स्टार्टरको पावर सर्किट डायग्राम।